दाइ के भयो तँलाई उठ्न दाइ ए भगवान यिनी छोराछोरीले मलाई जिन्दगीमा कहिल्यै सुख शान्ति दिने भएन बरु म त मर्न पाए पनि आइसुखै हुन्थ्यो नि मलाई लैजाऊ भगवान छिटो लैजाऊ हे आमा नरुनु के कति रुन सकेको नरो बहिनी त पनि यो सबै रक्सीले भएको रक्सीले छोडेपछि ठिक हुन्छ अहिले त्यही त के सासु मम नानी कमला चिन्ता नगर्नुस् काले बाबुलाई केही पनि हुँदैन अझै केही हुँदैन भन्छ यहाँभन्दा बढी के हुन पर्यो र यो सब त नकचरीले गर्दा भएको ल सासु मम पनि कस्तो कुरा गर्नु भएको हौ मैले गर्दा कसरी हो र कसरी हुनु र टोइलेट पैसा दिएर पठाएर तन्न रक्सी खाएर आयो नि ए भनेपछि रक्सी पिउने पैसा तिमीले पो दिएर पठाएको हौ ल दिदी कस्तो कुरा गर्नु भएको के काले बाबुले पैसा माग्नु भयो मैले दिएँ थोइन रक्सी खानु भनेर पठाएको त होइन नि जे भयो नि तपाईले पैसा नदिएको भए यस्तो हुन्थेन के भाउजू हो के हो सबै मैले गर्दा भएको हो यो घरमा अगाडि भनेको त मै हो बुहारी तिमी किन ठुलो स्वर गर्दैछौ ह कसको अगाडि कोसँग बोल्दैछौ कसको अगाडि हुनु नि देख्नु भएन र सासु मम आमाजु दिदी बोनी कमलाको अगाडि बोलेको तिम्रो बोल्ने तरिका यही हो यही हो यो भने कस्तो चाहियो र राम्रोसँग बोल्न आउँदैन आउँदैन यही हो मेरो बोल्ने तरिका कति झगडा गर्नु भएको कि चुप्लाउन सक्नु हुँदैन चुप्लाको तिमी चाहिँ ए सोथाले अझै मुखमुखै लाग्छस् तेरो यही हो बोल्ने तरिका खोपे आमाजु दिदीस त बोल्दैछु सासु ममसित बोल्दैछु कहीँ नभएकी चोथाले 6 महिना माइतमा बसेर हात्ती जस्तै भएर आइछस् त कोही गतेर बाबुआमालाई सम्झ हेर्नुहोस् है सासु मम जे जस्तो भने पनि भन्नुहोस् फेरि मेरो उताको आमाबाट चाहिँ नजानुहोस् नि मैले भनिदिएको छु नि किन नजान्यो तेरो बाबाले गतिलो छोरी पाउनु पर्यो नि हजुरले पाउनु भएको छ नि कतिले छरछरी देखेको छ म एउटा बिहे हुन नपाइकन यता आएर बसेको छ अर्कीको पढाइ छुटेर यसरी बसेको छ भाइ भाइ धेरै नबोला तपाईँ चुप लाग्नुहोस् नगरौँ है तपाईँहरू धेरै सुटुनु लु हेरौँ त कति बेला काले दाइ बेहोस होला र झगडा गर्न भनेर बसेर रहेछन् क्यारे काले दाइ उठ्न दाइ उठ्न छोरी ओ दाइ उठ्नु यसले गर्दा हो क्या आमा रक्सी छोडेपछि अहिले आफै उठ्छ यो नि उठ्दै हो के भन्ने हो र उठ्न उठ काले उठ बाबा रक्सी दिएर भएको अरु केही हैन माउलीले पैसा दिएर गएर भट्टीमा गएर खाएर यस्तो भएको त नि अहिले रक्सीले छोडेपछि आफै उठ्छ दाइ काले उठ्न भनेको के बाबु रिस उठेको छ भनेर भयो त वर्ष दिनको 30 अनि लिन जानु परेन त जान्न म त हुनु त दिदी हुन् उनीहरुको परिवारको कसैको पनि मुख देख्नु मनै छैन मलाई साँचो कुरा के हो भनेर बुझ्दै नबुझी रेक भरमा यस्तो चाहिँ नभन है बुढा के भनिस् रे बुझ्दै नबुझी यस्तो नभन है भनेको ए के गरेको भरमा भने साँच्चै नै हो कि तैले गर्दा हो कि त कालेले गर्दा हो मेरो छोरी घरबाट निक्लेको ल ल बुढा चाडबाडको बेलामा यस्ता कुरा छोड्देऊ बरु गएर दिदी लिएर आऊ मेरो नि लिन आएका त छैनन् फोन चाहिँ गरेका छन् मनी जानु पर्ला नि टाढा भएको नजिक त हो नि म भोलि बिहान जाउँला जान त हुन्थ्यो नि बहिनी आमा पनि माइत जानु हुने होला घर एक्लै छोडेर के मेला हेर्न जानु नाइ के दिदी जाम न त्यहाँको मेला कस्तो हुँदो रहेछ अहिलेसम्म गएको छैन जाम न आज है तँलाई मन लाग्यो भनेर हुन्छ त तेरो भाउजूको चालामाला पनि ठिक छैन दाइकाले पनि बिरामी छ साँच्ची यतिका महिना माइत बसेकी मान्छे के भएर आइछे त के तिमीहरू लिन गएको हौ के को लिन जानु नि आफै मुन्टेकी हुन् भाइ आउने बेला हुन लाको होला त्यही भएर आकी होली खोइ दिदी मलाई त केही थाहा छैन यिनी आएदेखि छ नि यो घरमा भाड भैलो मात्रै मचेको छ यसलाई अब म ठिक पार्छु पार्नु भो ठिक कस्तो खतरा भएर आएकी छिन् अहिले त हुन्छे खतरा त्यो भन्दा खतरा त म भएर आएको छु त्यसलाई ठिक पार्छु मैले अब तपाईँ जति नै खतरा भए पनि त्यसले तपाईँलाई थिचेर मारिदिन्छ के दिदी कस्तो नबुझे पहिले यहाँ आउनु भन्दा अगाडि कस्तो लिखुरी थिए अहिले यहाँ मात लागेर त्यस्तो भएको थियो थाहा छ यत्रो आछे भैँसी जत्रो आछे त्यसलाई मैले ठिक पार्छु पक्न म आछु अब अरु त के कुरा गर्नु आमालाई त हात हाल्न थाली हामी त कोही पनि हैन के अब त्यसलाई कसैको डर भर छैन त्यसलाई मात लागेको मेरो भाइको पैसा बढी भएको त्यसलाई अरु केही पनि हैन थाहा छ आज भोलि त झन् त्यो काले मसाने ध्वासेसँग पल्के जस्तो लाग्छ दिदी मलाई त हो र
ढाका टोपी लाएका बारी पारी आएका ढाका टोपी लाएका ती नै हुन् कि हाम्रा भैया लिन आएका ती नै हुन् कि मेरा भैया लिन आएका हिजोको खाजा मिठो पोलेका तामाले मरौ भन्जी लिन आम्ला भन्थे मामा भाग्यमानी बस आइज बस हस् दिदी ल आइज अनि दिदी घरमा यतिका छोरी बुहारी छन् अनि आफैले तैँले कुचा गर्दै हुनुहुन्छ त क्या नि सन्ते यस्तै हो 12 भाइ छोरा 18 भाइ नाति बुढाबुढीको धोक्रो काँदै माथि भने झैँ छन् त छन् नि छोरी बुहारी छोरा सबै छन् के अरे फिटिकै मैले भनेको केही टेर्दैनन् बुहारी लगाएर आयो नन्दले गर्छ देउरले गर्छ भन्छ अब छोरीहरू लगाएर आयो भाउजूले गर्छ भन्छन् त्यही भएर मेरो घरको त कुरा गरी साध्यै छैन सन्ते अनि जेठी भान्जी पनि आउनु भएको छ भनेर सुनेको थिएँ आकी छे अनि कता जानु भयो त उहाँ पनि उठ्नु भएको छैन क्या कि सुतिरहनु भएको छ हो अब त्यसको के कुरा गर्ने हो र विदेशमा बसेकी मान्छे उताको र यताको समय चाहिँ मिल्दैन के अरे थाकेर आएकी त्यही भएर सुतिराखेकी छ दिदी म त हजुरलाई लिनु आएको नि अनि फेरि तपाईँको बुहाले पनि माइत जाने रे भान्जी पनि यतिका वर्षमा विदेशबाट आएकी छे यतै नाच्ने गाउने रमाइलो गर्ने भनेका छन् के अरे बरु बुहारीलाई पनि माइत नजा भनेर यतै लिएर आइज यतै नाच्ने गाउने रमाइलो गरौँला हुन्न र हुन्छ हुन्छ दिदी घरमा खाए पनि उही खाने हो माइतमा खाए पनि उही खाने हो मलाई पनि माइत जानु पर्छ भनेर लाग्दैन है दिदी ल ल हुन्छ हुन्छ यसपालिको तीज हाम्रो घरमा धुमधामले मनाउनु पर्छ है सन्ते ल ल दिदी हुन्छ हुन्छ भइहाल्छ नि तर कसरी पनि मनाउनु दिदी पानी परेको छ अब के गर्ने दिदी म त अहिले हिँडे है ल ल हुन्छ चिप्लेलास पानीमा राम्रोसित जा बिस्तारै जान्छु दिदी बिस्तारै जान्छु पानी परेन केही हुन्न भित्र नाच्ने गाउने गर्ने यो के अब आगो ननाच्ने त हो नि हस् दिदी हस् भइहाल्छ नि ल ल चिप्लो छ राम्रोसित जा नि त्यही खुट्टा पनि दुख्या छ तेरो पनि हस् दिदी म गएँ है ल ल जा ल अब काम त आफ्नो गर्नै पर्यो के गर्ने हो हिजोको लरीलाई आयो बढीलाई हिजोको लरीलाई आयो बढीलाई बडा आज त तिजो भयो है यसपालि तिजमा त कोही लिन आएनन् भनेर भन्ने दिन कहिले आउला बिहे नगरी आधा उमेर जान लागिसक्यो ए हो त के तिलाम लिताउनी को कता जानु लाग्यो भने त को कता भन्दा पनि मेरो वयस बिहे नै नगरी जान लाग्यो भनेको या ए तुला त्यस्तो पो हो हजुर ताती ताउनी यो बैता आम्नी बेला कता बोला आम्दोला त दानी बेला ती कता बोला दाँदोला त खै कुन्नी बाबु म त केही नि थाहा पान्न कताबाट आयो कताबाट गयो हो है ताउनी त्यस्तो त नहुनु पर्ने भयो त आउने यतै भरले रक्सी उतारेको छु इति नै चाहिएर जानु होला बो ताउनी नताथु होला इति इति ताक्ता ताक्तै मुत्ति तिन त जेबमा 1 रुपैयाँ छैन त्यो पनि हो ल ताउनी अहिलेलाई म लागे जेबमा पैसा भयो भने आम्ला बोलु इति किन रक्सी चाख्न देख्दै गएर बेचम्ला भनेको 1-2 बोतल गइहाले आज त व्यापार नलाग्दैछ मेरो मान्छेको म त मरेपछि मात्र बुझेर हुँदैन कि बहिनीको मलाई जिउँदै हुँदा बुझ्नु पर्छ 2-4 घन्टा म बेहोस हुँदा त पुरै रुवाबाजी चलेछ त के नाटक गरेको काले मसाने धर्से धेरै नबोले अहिले भेट्लास् नि फेरि तँ जस्तो भएको भए त नाटक पनि गरिन्थ्यो होला के गर्नु जे भयो नि आफ्नै दाइ परिस माया त लागिहाल्छ नि लाग्छ माया नाटक गर्छ कति न अरू तैँले माया गर्ने मलाई भाइ काले त किन यस्तो कुरा गर्छस् के आफ्नै दाइ आफ्नै भाइ माया लाग्दैन त हेर न फेरि अर्कीले पनि ठिक्क पारेकी मलाई थाहा भइसक्यो के यो घरमा माया गर्ने भनेको त भाउजूले मात्रै हो
है भाउजू। त्यस्तो होइन के काले बाबु, हजुरलाई सबैले माया गर्नुहुन्छ किनकि हजुर यो घरको सबैको प्यारो मान्छे हो नि त। होइन होइन, मलाई कसैले पनि माया गर्दैनन् कि तपाईँले पनि माया गर्नुहुन्न र? मलाई त तपाईँमाथि पनि शङ्का पो लाग्न थाल्यो त। लगे ल काले मसानै धसे, हामी त तेरो कोही होइन, सबै तेरो यिनै भाउजू हुन्। भइहाल्यो त अब। ल ल भयो भयो, आजको दिन कसैले झगडा गर्ने वातावरण नगरौँ। वरिपरिका सबैजना आज हाम्रैमा आएर रमाइलो गर्ने भनेका छन्। कुरा बुझ्यो होइन? बुझ्यौँ। के बुझिस् तैँले? के बुझ्नु नि, यसपालि म माइत नजाने, आमाजुको घरमा गएर नाचगान रमाइलो गर्ने भन्ने बुझे नि, अरू के बुझ्नु? यो कुरामा समझ छ नि बुढी? खै आमाको हातको दर खान त जानुपर्ने हो। के रे? आमाको हातको दर खान जानुपर्ने भने के बुझ्यौ? ए आमाको हातको कहिले नखाएको हो र? उता भान्जी पनि आकी रहेछन्, घरमै रमाइलो गरौँ भनेका छन्, जाउँदै दिदीकोतिर। चाडबाडको बेला चेलीबेटीले बुढाउनु पर्ने, अब जान्छ उल्टै चेलीबेटीको घर। बुढी यो त सबै भनाइ मात्र हो के? जता मौका पर्छ उतै खानपिन गर्नुपर्छ। फेरि अलिक टाढा भए पो एउटा कुरा, एउटै धाराको पानी पिइन्छ, खासै अठार मान्नु पर्दैन। त्यो पनि हो हुन त। ल ल धेरै नसोच, नयाँ साडी लगाएर तयार हो हिँड। अघि पछि भेट हुँदा त ठुलियामा भने टपक्कै खुट्टो रोक्न लम्पसार परे आउँदिस्। आ त बोल्दै नबोली जान्छस्, के हो पारा तेरो? त्यता धोक तोक ठुलियामा खल्ली बल्ली, अब त्यो खोलामा बगाइदेऊ। के भयो र बिरे किन र? अति मलाई मल्ने गली यही गालामा तलेममा हानेकी होइनौ? अब मैले गालामा हान्नुको कारण तँलाई त्यति पनि थाहा छैन बुझ्दो? आफ्ना छोरा भतिजा बिग्रिन् भनेर कुन चाहिँ आमाले भन्छन् र? त्यो गरेपछि तिमीहरू सुध्रिन्छौ कि भनेर उ काले बिग्रेर त्यस्तो भएछ के रे? तिमीले किन हानेकी थियौ भनेर मलाई थाहा छ, रामलाई ती त। तिमीहरू गएर भट्टीमा जाँड धोक्छौ, टन्न भरा रडाको मचाउँछौ अनि हान्नु परेन त? अनि तिम्रो छोरालाई मैले खुवाएको हुन्छ लत्ती ल मलाई पिटेकी। अनि कसले खुवायो त? तिमीहरू दुईजना सँगै गएर त्यो भट्टीमा गएर खाएका हैनौ? अनि त्यसलाई मैले खुवाउनु पर्छ ल, त्यो आफै खाइरहन्छ नि। ल भो बिरे छोड्दे, यिनी कुरा छोड्दे। आज मेरो घर नाच्ने गाउने कार्यक्रम छ, त्यसको गीतमा छम छम नाच्ने हो। अब हामी आइमै मान्छे मात्रै छन्, मादल बजाउन जान्दैनौँ क्या रे? त आएर मादल बजाइदे अनि टन्न दर पनि खालास के मासु र भात है। अनि घरमा बोलाएर तिमीहरू ताल दन भल अति त दतली पितुम भनेर बोलाता त हैनौ नि? पिट्दिन सधैँभरि त्यस्तो हुन्छ, रिस उठ्छ र मान्छेलाई। पिट्दिन आइज ढुक्क भएर। लुलु पिल्दैनौ भनी म आउँछु, दलमाथि मलाई मातु यति देऊ है ठुलियामा। खालास तेरो भुँडी चिर्किने गरी खालास। खाना नपाएको खानाका काल, खानु भन्दा कामको त कुरै छैन। भुँडी चिल्किने गरी तिमी। ल त्यस्तो भए त म मादल बजाउन आउँछु। अहिले चाहिँ म गएँ, तिमी पनि घर जाऊ ल। ल जा, खाना काल आइज छिटो गरेर है, अलमल नगर। ल दिदी मलाई कस्तो देख्यो? राम्रो देखेछ, राम्रो त, तर अलिक साइज ठुलो भएछ। तँलाई साइज सोध्नु पर्छ नि, मलाई सोध्नु भएन। त कति भइसस्, मैले अब के देखेर थाहा हुन्छ र? साइज राम्रो देखेछ, राम्रै देखेछ मेरो बहिनीलाई। नाच्ने मान्छेहरू कति बेला आउँछन् अब एकछिनमा, गाउँका मान्छेहरू आइहाल्यो हुन्थ्यो। मलाई त लुगा देखाउन हतार भइसक्यो कि दिदी। हतार नगर, कसरी नाचेस् नि नि यसरी। राम्रै देखेछ। बुहारी जाऊ न, तिमी पनि साडी लगाएर आऊ। नाइ दिदी जान्न, म त यस्तै ठिक छ मलाई त। भाउजू माग्ला नि आज तिज हो क्या, गरेर लगाउनु न जानु। ए हो र? ल भनिहाल्नु भयो, लगाउँछु नि त। हेर्न ठमक पर्दै हेर्नु न हिँडाइ कसरी नाचे। ठुलियामाले मादल बजाउन त बोलाइन्,
जानु पनि गइँदैछ ताती त्यहाँनिर ल यस्तो भाउजूका बहिनी तैनी आउलान् कि नआउलान् आनन् भने त म अल्छीले मल्छु होला बोलाउन त ठुली आमाले तन्नेर बोलाएको हो नि त्यही पनि ठिकै छ भाउजू ती बहिनी थिए भन्ने सुन्ने त थ आइते भने भ्याप्प पत्ता र भ्यात्त हानी जाने हो लाइछु खाइछु भोकी छैन टाउको ठोकी रोकी छैन आइना आमा ओ यो तिजैमा आइना आमा ओ यो तिजैमा बहिनी यो गीत नगाउँ न अर्को गाउँ अलि अर्कै पुरानो गीत गाउँ न ल कुन छ र पुरानो त नाचौ है बुहारी ल हुन्छ हुन्छ चिटिकै भाछु रे यो रातो साडीले चुरा र पोते टिकिया रातो सुहाउँछ नारीले नारीले यो रात तो साडीले यो रात दिदी मलाई यो गीत पनि मन पर्न के नानी कमला हजुर भाउजू हामी अर्को गीतमा नाचौँ न मैले अघि नै ड्रेस चेन्ज गरेर भनेको थिएँ नि कुन गीत हो त तिजको लहरा आयो बहिनी ए हो भाउजू ल तिजको लहरा आयो बरिलै तिजको लहरा आयो बरिलै गाउँ सहर घुमेर दिदी र बहिनी नाचौ न मिलेर नाम लिसैली तिजको लहर आयो बरिलै तिजको लहर आयो बरिलै तिजको लहर आयो बरिलै लहर आयो बरिलै काले बाबु हजुर कस्तो राम्रो नाच्नु भएको हजुरले त ओए काले मसाने ध्वासे छोरी मान्छे नाचेको ठाउँमा आएर नाच्नु तँलाई लाज लाग्दैन त्यहाँको लाज हो र यहाँ आएको त्यही पनि मेरै दिदी मेरै बहिनी मेरै पिल्ले भाउजू ए मेरो भाइ काले यो तीज भनेको हामी छोरी चेलीको हो त्यही त केटा मान्छे बीचमा आएर नाच्छ नि त लाज हुन्छ नगर है दिदी तिमी कहाँ लेखेछ केटा मान्छे नाच्नु हुन्न भनेर ए लाज हुन्छ जाऊ भाइ काले जाऊ उता एकचोटि गाइदेऊ त अनि नाचेर लगाइदिउँ ल तिजको लहर आयो बरिलै 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 मेरो भाइ काले नाचेर गए भएर दिदी बुझ्दै देख्यो भने जाऊ त कस्तो छ तिजको लहर आयो बरिलै तिजको लहर आयो बरिलै हिलो पनि कस्तो हो क्या अलि बिस्तारै आउनु है ल छाता पनि कहाँ अड्क्यो फेरि हेर्नु नि अब बर्खाको दिनमा त हिलो लागिहाल्छ नि हिँड्छ त यहाँ त कति जुगा लाग्छ नि ल न बुढा जुगा के हो निकाल्दैछु छिटो छिटो यसलाई लाग्दछ जुगा सुगा पनि खोइ हाम्रो लाग्दैन त पानी परेको बेलामा किन सिधियो मलाई त जुत्ता नि के भयो ल हिँड्न छिटो अरू माथि गएको भए आमाको हातको मिठो दर त खान पाइन्थ्यो यस्तो पानीमा धेरै नकरा ल हिँड्नु चुलाएर ठुली आमा मादल्ती थोइ मलाई त बजाउन बोलाउनु भएको थियो बजाउने ठाउँमा त छैन मादल त छैन के रे केटा अब गुम पकुम गुम पकुम गुम पकुम गुम टुक्रा गुम पकुम गुम भनेर बजाउन हातले त त्यस्तो हुन्छ त भाउजू तुन्नु न भन्नुहोस् न बाबु अनि तपाईँ ती बुइनी थिन्ले नि त आउनु भएको छैन नाइ आइरहने नि उता उतै रमाइलो गर्छु भनी त्यही भएर नि त्यसो भए म यहाँ खातै बत्दिनँ होला यसलाई चाहिँ म हिँडे खातै मेरो यहाँ भलोमती होला जस्तो एकछिन नाचेर जानुहोस् कि नाचेर खाएर जानुहोस् खाएर केही खानुलाई त पहिला दिनु पर्यो नि ल हेर हाँसेर घरमा केही छैन जस्तो त एकछिन रमाइलो गरौँ न अनि पछि खाउँला नि त त्यही त नि के कस्तो हो त तिमी पनि खातै टिक्ले जा जा हिचन दासे अलि खाना मात्रै कुरा छ घर जान खाना दन्न
हो नि त नि न आजले गाजा आएको होला के हाँसेको हाँस जान्छ पठाइदिउँ गाजा खाएर हाँसेको दादा हो मैले दादा खाला त खतरा छ नि हो तिमी भाउजू पलिन कलावे तिमीलाई हेल्थ टपक्का टिबेल दिलमुनि हाल्दिउँला नि जा ओइलाई के भन्छ घर गएला खानाको धन्दा भनेको यही हो त्यही त एकजना भन्छन् ल एकछिन मादल बजा मुखाली बान त्यसलाई मजाले भन्नुपर्छ है गीत गाएर हुन्छ हुन्छ भन्छु नि भन्नु पर्छ आमालाई हो त काले त खोइ काले दाइ कता पो गएछ सबैहरु काले बाबु यहाँ गीत गाउनु पर्यो ए काले बाबु आउनुस् न त आउनु मेरो बाबु उतै जा तेरै भाउजूको सपोर्टमा गाउने होलास् के या हाम्रो सपोर्टमा होइन के तैले गाउनु मेरो काल भाइ यहाँ बस्छ बस नि आवाज छोरी जस्तै गर्छ है ल सुरु गरौँ ल हेलो सासु मम सुरु गरौँ अब ल गरम तल आज जित्ने हो के को हेरौँ ल कसले कसलाई जित्छ म पनि आज हामीले जित्छ हामीले हेरौँ ल कसले जित्छ हामीले जित्ने हो जित्या तिमीले त्यही त कति नै हेर नि त्यहाँ हाम्रो आमा त जमानाको कलाकार पो त यहाँ चिनेकै रहेन ल सुरु गर्नु पनि रमाइलो गर्ने हो मिलेर गाउँ न होला भनेर छोराको बे गरियो दुःख होला भनेर छोराको बे गरियो अलछिनी बुहारीको फेला परियो अलछिनी बुहारीको फेला परियो अलछिनी बुहारीको फेला परियो अलछिनी बुहारीको फेला परियो सासु तिमीले राख्न मलाई नखोज है हेलामा सासु तिमीले राख्न मलाई नखोज है हेलामा बुढेसकालमा पर्नु पर्ला मेरै फेलामा बुढेसकालमा पर्नु पर्ला मेरै फेलामा बुढेसकालमा पर्नु पर्ला मेरै फेलामा ए बुहारीले ढोका खोल्दा सूर्य भए झलल बुहारीले ढोका खोल्दा सूर्य भए झलल छिमेकीले देखेर हाँस्छन् गलल छिमेकीले देखेर हाँस्छन् गलल छिमेकीले देखेर हाँस्छन् गलल छिमेकीले देखेर हाँस्छन् गलल सासु तिमीले छिमेकीको कुरा कहिले नसुन्नु सासु तिमीले छिमेकीको कुरा कहिले नसुन्नु छिमेकीले कुरा काट्दा आफ्नै कान थुन्नु छिमेकीले कुरा काट्दा आफ्नै कान थुन्नु छिमेकीले कुरा काट्दा आफ्नै कान थुन्नु ए छिटो उठ भनम भनी मै बुढीलाई थर्काउँछे छिटो उठ भनम भने मै बुढीलाई थर्काउँछे चिया पकाउ भन्दाखेरि आँखा मर्काउँछे चिया पका भन्दाखेरि आँखा मर्काउँछे चिया पका भन्दाखेरि आँखा मर्काउँछे चिया पका भन्दाखेरि आँखा मर्काउँछे सक्दिनौ र सासु तिमीले चिया पकाई खानुलाई सक्दिनौ र सासु तिमीले चिया पकाई खानलाई ढिला भयो आज मलाई माइत जानुलाई 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 ढिला भयो आज मलाई माइत जानलाई ए भात पका भनम भने आफै पकाई खा भन्छे भात पकाई भनम भने आफै पकाई खा भन्छे लुगा पोको पारेर आश्रम भन्छे लुगा पको 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 पारेर आश्रम भन्छे गीत गाउनु मेरा पनि बा आमा लाखा पाखा लाका छन् मेरा पनि बा आमा लाखा पाखा लाका छन् आश्रमतिरै गएर भजन गाएका 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 छन् तुमन आश्रमतिरै गएर भजन गाएका छन् आश्रमतिरै गएर भजन गाएका छन्
राजा कान्छा राजा हो हाम्रो राजा बाबु हो के ठुलो बाजेले भनेको तिमी साउनी धेरै नकराउ हाम्रो घरमा म आएर त सबैको पक्षी हो कि यसो नगराउ के गीत सुनाउ गीत गाउनु पर्यो आमा म भन्छु है अब हुन्छ हुन्छ भन् म झटारो आन्थे ल म भन्छु है ल त ल हुन्छ तेरो सन्तान परे पनि जोसुकैको भरमा तेरो सन्तान परे पनि जोसुकैको भरमा माइती घरको कुरा नगर हाम्रो घरमा 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 ए चोथाले म भन्छु पहिला भाउजू भन्न देऊ न आमा चुप लाग खाली भाउजू भनेछ भाउजू आमा यो त छोरा मान्छे कि त्यो छोरा गाउनु परेको छोरी हो कि यो हुन नसकेको छोरी उता गाउँदा ताली नमार के तिमी ए बुहारी गाउँ हेर न फेरि जा चोथाले गाउँछु भने के जा लौ हेरम त हेर न नजाने नजाने रङ्गना नआउने भए किन गाउन आएको? हेपकै धेरै मेरी भाउजू नगर त चुप। खाली नोकरा भन्छ यसले त खाली नोकरा भन्छ नि अनि सबै यो पनि मेरो त्यो पनि मेरो भने टिप दिदी यसलाई लात पाल हानेर लडाइदिनु न तलतिर बस्न भाइ तर यो काले त कामै ल नगर्छ भयो भयो ल आयो भाउजूलाई मेरो भाउजूले अब बबा हान्नुहुन्छ एकछिन है त बरु किन होला म त आज साह्रै खुसी भाकी छु किन होला म त आज साह्रै खुसी भाकी छु ओरिपरि छिमेकीको साथ पाकेछु 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 म भन्छु आमा म भन्छु तैले के नै नाप्याछेस र भैँसी जत्रो भएर तैले के नै नाप्याछेस र भैँसी जस्तो भएर हाम्री पनि दिदी आछिन् विदेश गएर हामी 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 पनि दिदी आछिन् विदेश गएर देखेकी छु तैले पनि लाकी र खाकी देखेकी छु तैले पनि लाकी र खाकी मैले पुरा लुवा भनेर फालेको त्यही टिपेर लाकी हेर्नु त दिदी मलाई हेर्नु सोही नसक्नु भयो नानी होइन छिमेकी भने धाप लागि छ हाम्रो छिमेकी तपाईँ हाम्रो छिमेकी म भन्छु है हे चोथालेका वचनले पोल्न थाल्यो छातीमा चोथालेका वचनले पोल्न थाल्यो छातीमा झुन्डिएर मोरम जस्तो हुन्छ रातिमा मोरम जस्तो हुन्छ रातिमा झुन्डिएर मोरम जस्तो हुन्छ रातिमा झुन्डिएर मोरम जस्तो हुन्छ रातिमा मैले त्यसो के भनेर झुन्डिएर मर्नुलाई मैले त्यसो के भनेर झुन्डिएर मर्नुलाई सानोतिनो घरको काम त पर्छ गर्नुलाई 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 कति भन्छ हौ सासु नन्दलाई नन्द र सासुलाई राखेर डरमा नन्द र सासुलाई राखेर डरमा साढे भर बसिरहेछ हाम्रो घरमा 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 म भन्नु पोइ छोडेर माइतमा कोचिएर बसेछन् पोइ छोडेर माइतमा कोचिएर बसेछन् मेरो पहिले किनिदिएको क्रिम खसेछ 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 डाका हो कि डाका भन्ने नानीहरूलाई मजाले टेस्टी गरेर भन्ने भन्ने कि म भनम भन्नु आमा भन्नु यसलाई बाँकी छोड्दैन आज कति दुःख गरे मैले धन सम्पत्ति कमाउन
कति दुःख गरे मैले धन सम्पत्ति कमाउन चोथाले थाली घरमा अड्डा जमाउन 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 ल आफै भन्नुहुन्छ के सुनाउने हैन हामीलाई गर्यो तपाई रन गाइदिनुहुन्छ नआएपछि सल्लाह गर्नु परिहाल्यो ढङ्ग चाहियो साउनी आफै निकाल्नु आफै ल आउँदैन कि भाउजू आउँदैन लिएर यस्तो नै यो क्या चुप लाग्छ तिमीहरु यस्तो हो के कन्ठाले साफ बजायो घन्टा नखराइकन गाउँ न हो नखराइकन नगरेन भने सन्ते अहिले भुताल्नु पर्ला नि तेरा बुढाबुढीलाई नि फेरि सासु मम भन्नु त कति कराएको दिदी चुप लाग्नु न भनि गीत गाउँ न गीत कसैले आएन बहिनीको मातेल भन्ने कि म भनौ तँ भन्न तँ भन् मलाई पनि आउँछ एउटा गीत भान्जाले भन्छ भान्जाले बारीमा गाइदे काली मसाने मेरो बारीमा गाइदे म त तँलाई निकाल्दिने हो नि फेरि उताबाट ए ल सुन ए आज भोलि आछामा यस्तै खाले चलन आज भोलि आछामा यस्तै खाले चलन बुढी मान्छे हुन्न क्यारे धेरै बुढी मान्छे हुन्न क्यारे बहिनी भन्छ मेरो बारीमा गाइदिन्छ कि भनेको त बुढी मान्छे बोल्नु हुन्न पो भन्छ बहिनी भन्ला मसाने इनको बुढा राजा नि इनी परे रानी इनको बुढा राजा परे इनी परे रानी नकराउ आमा इनले पनि बसी खान्छन् नि नकराउ आमा इनले पनि बसी खान्छन् नि बुझ्यो सासु मम बहिनी भन्दा एउटा भन्दै बहिनी ए उसकी भाउजूले एकै वचन भने त थररर डराउँछ एकै वचन भने त थररर डराउँछ भाउजूपट्टि लागेर धेरै कराउँछ 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 खोल्दिम क्या हो यी दिदीको भएको जति सबै पुल खोल्दिम के हो यो दिदीको भएको जति सबै पुल हिजोकै दिन लखटिमला धेरै तनाव हिजोको दिन लखटिमला धेरै तनाव हिजोको दिन लखटिमला धेरै तनाव चुप भन्छ लखर चस्तेरा बाउको यहाँ के छ र माइतबाट लिएको पिया हो सम्पत्ति जति बरु तेरा दियोर भाउजूलाई हामीले त बाटो गीतबाटै भन कि गीतबाटै भन बाबु गीत आउँदैन नि तिनीहरुले गीत आउँदैन नि त गीतबाट रन्काइदे रन्काइदे कमला छोरी रन्काइदे सोधेछ उसले फेरि है आमा म रन्काउँछु रन्काउने पनि अलि टाइम लाग्छ कि फिल्ममा रन्काइ हाल्ने हो के टाइम नै पर्दैन माइजू धेरै नगराउ जाल खान पाउँछ नि ए मिठो दर पाकेको छ भित्र गएर तैँले खा मिठो दर पाकेको छ भित्र गएर तैँले खा चोथालेलाई बोकेर ससुराली जा चोथालेलाई बोकेर ससुराली जा चोथालेलाई के भन्छ नि अब आज त रमाइलो गर्ने दिन हो के तिमी नि यही छौ म त यहाँ रमाइलोमा यहाँ भुलेछु तिम्रो नजर गएन तिमीतिर त अनि बेलुकी साँझ पैसा ल्याइदिन्छु भने किन नआएको त यही लान्छु म त हामी मसी भएर बक्सी खान्छ मलाई हेपेला तैँले सुन्देका बाबु कुरा त्यस्तो होइन के पहिला मेरो कुरा त सुन के सुन्नु तेरो केही सुन्नु छैन मलाई खुरुक्क गान ल्या मलाई नत्र एकाले जा त तेरो मामाले माइजूलाई कुटपिट गर्ला रिसाएर गएको छन् कुटे पनि कुट्छन् हामी मान्छे भएर किन रक्सी खान्छन् र त्यो पनि उधारो है भाउजू त्यही त नि के बाबु गति न मती घोडा घोडा धोती भने चाहिँ ननसेन्सहरु हेर न हेर यसको देवर भाउजूले कुरा मिलाका
कुरा मात्र होइन दिदी, यिनीहरूको त मनमुटु सबै मिल्छ जस्तो लाग्छ मलाई त। सब के भनिस् फेरि भन् त? अहिले गालासँगलाई बुझ्ने गरी गालास् नि। आमा बराबरको भाउजूलाई गला सोच्छस्? गोबर भरेको दिमागले गोबर नै सोध्छ के? मैले कहाँ यस्तो भन्न खोजेको हो त? काहीँ नभएको काले मसाने ध्वासे। थाहा छ मलाई तैँले के भन्न खोजेकोस् भन्ने कुरा। हामी पनि मान्छे हो कि, हाम्रो पनि मन छ। बुझिस् नि बहिनी कमला? चुप लाग तिमीहरू। काम कुरो एकातिर, कुम्लो बोकी छिमीतिर भन्छै। उता मामाले माइजू कुट्ला, जाओ भनेको त आफू आफू झगडा गरेर बस्छ नै। धेरै उखान टुक्का नहान है आमा। झगडा सुरु गर्ने तिम्रै छोरी त हो नि। के को तिम्रो छोरी हो र? म चाहिँ कसको छोरा होस् र फेरि? के थाहा त कसको छोरा? तिमीहरूलाई नि थाहा होला नि। काले बाबु हेर त ऊ बाबु भन्दै पछि पछि गई त नखरमौली पनि। खास कुरा बिगार्ने यिनै साउनी हुन् के? के भन्नु भएको तपाईले? मैले गर्दा कसरी हो? कसरी हुनु नि? रमाइलो भइरहेको बेला लिनदिनको कुरा आउन पर्छ। केही दिन पर्खिन सकिन्न? के को केही दिन पर्खिने नि? कति दिन पर्खिने हो र? 10-15 दिन त भइसक्यो त। जा अब 1-2 महिना कुर्न नसक्ने पनि के व्यापार गर्नु? त्यही त कसैले नगरेको व्यापार गर्ने भयो कि? के भने तिमीहरूको सन्तानले खुब दुःखले गरेको व्यापार गरेको पैसा मेरो पैसा माग्न नपाउने? पाइन्छ आफूले दुःख गरेर कमाएको पैसा मजाले माग्न पाइन्छ। तर पैसा माग्ने पनि टाइम हुन्छ, ठाम हुन्छ। जहाँ पाइदा पैसा माग्न पाइन्छ? कस्तो ठाउँ र समयको कुरा गरेको? अब मेरो पैसा माग्नलाई ज्योतिसँग गएर ठाउँ समय हेराउनु पर्यो? धेरै ठुलो सोच नगरे। तँ मेरो बुहारीको गहना खुरुक्क दे, त्यहाँ मलाई आफ्नो बाटो लाग्याल। त्यही त देऊ खुरुक्क। जाब 4500 को कुरामा यत्रो 5 लाखको गहना लान पाइन्छ? दिन्छु गहना। मेरो 4500 ल्याऊ अनि बल्ल यो गहना दिन्छु। के रे त्यो गहनामा त मेरो भाइको रगत र पसिना परेको छ। जसले रक्सी खाएको उसैसित माग। यो चाहिँ लान पाउँदैछ है तैले। ले या खैले ओरे आमा आज हातपात गर्छ साक्षी दुख्यो त नि। कसरी धक्कलेर गई अलग छिनाले बुढी मान्छेलाई तिमीहरूको सन्तानले रक्सी खाएको पैसा तिर्ने भने गहना दिन्छु, न त दिन्न म त। तिजको रहर गयो परिलाई, तिजको रहर गयो परिलाई। होइन है बुला, यत्रो टाइम तुई त दिन नजाउने यार। होइन के भन्छ यो? मैले गाएको कि चाहिने तुईको लाग्यो मुला? तँलाई सुन्न मन छैन भने कान सुनेर भयो न। बाटा कुकुर बस्छ अनि मैले गाएको कि चाहिने तुईको भन्छ। ढेलै ल्याङ नगला बुला, दिमाग खराब भएको बेलामा। अनि कहाँबाट आयौ? कहाँबाट आउनु? बाटैबाट आएको। साँच्ची बिरे भटिस बाबु, तेरो दिमाग खराब चाहिँ किन भएको? कसको रिस मसँग पुग्दैछस्? कत्कली पोत्नु नि, त्यही कालेको तन्तानको कम्ताली तुथाए मलाई। मुला तिनीहरूले रिस उठायो भन्दैमा तिनीहरूको रिस मसँग पुग्ने हो? अनि रिस चाहिँ किन के कारणले उठाए तिनीहरूका सन्तानले? कतली हुनु नि, मेलो घरमा नाचगान थ, मादल बजाउन आइद, मिठो मिठो खानेकुराको पलिकाल खान दिन्छु भनेर बोलाए। दाँदाखेरि त न मादल थ न खानेकुरा, कम्ताली तुथाए मलाई। हो र भनेपछि तिनीहरूको घरमा नाचगान पो गरे? को आएको थिए? कति थिए मान्छे? खोइ को थिए, कतिजना थिए, म त दुलुक्क उठेर हिँडेको। ए ल ठिक छ, अब आइन्दादेखि यसरी अरूको रिस अर्कोसँग बोक्ने काम नगर, मरिजाने जिन्दगीमा।
सुन्ते ए सुन्ते हजुर मालिक यता हो त म यति काम थप्छु अनि आउँछु नि आऊ भएपछि आऊ न काम पछि गरौँला हजुर मालिक भन्नुहोस् न तिनी बोलाउनु भएको कहाँ त्यहाँ बसेको यहाँ बस न आऊ नाइ मालिक मलाई यहीँ ठिक त आऊ न यहाँ माथि बस आऊ किन हो भन्नुहोस् न अबदेखि मलाई मालिक नभन्ने ओके किन त मालिक फेरि मालिक भने मैले नभन भनेपछि नभन न हजुर मालिक कता जान लाग्यो बस न भन्नुहोस् न मालिक तिम्रो मालिक नि अब 2-4 दिन माइतीबाट आउँदिन अरे हुन्छै हुँदैन हुँदै हुन्न त्यस्तो कुराले कहाँ हुन्छ तिनीहरूले त्यसो भन्दैमा तपाईँ मसँग टाढा हुने कुरा नगर्नुहोस् है भाउजू फेरि म त के गर्नु त बाबु हामी गलत नहुँदा नहुँदै पनि गलत सोचिरहेछन् सोच्नेलाई सोच्न दिनु पर्छ कि भाउजू हामी गङ्गाको जल जस्तै चोखो छौँ भइहाल्यो नि हजुर कुरै बुझ्नुहुन्न के बाबु हामी मात्र गङ्गाको जल जस्तो भएर भएन नि हामीलाई हेर्ने दुनियाँको नजर पनि गङ्गाको जल जस्तै छर्लङ्ग हुन पर्यो नि भाउजू दुनियाँको नजर जस्तै सुकै होस् कि बास हाम्रो दाजुले शङ्का गर्नु भएन ओके साँच्ची बाबु हजुरको दाजुले दुनियाँको कुरा सुनेर नराम्रो सोच्नुभयो भने के हुन्छ होला है ए भाउजू हाम्रो दाजु कति ज्ञानी होइसिन्छ त्यस्तो सोच्नुहुन्न सोच्नु त हुन्न तै पनि सोचिहाल्नु भयो भने नखाएको बिच कहिल्यै लाग्दैन कि भाउजू तपाईँ ढुक्क हुनुहोस् कसरी ढुक्क हुनु के आमा आफ्नै आँखाले त्यस्तो देख्दा देख्दै ढुक्क हुन सक्छु त्यही त के हाम्रो आमा त सधैँ यस्तो गर्नुहुन्छ त्यही भएर त भाउजूले हेप्छिन् नि के गर्नु त छोरा आएर आफ्नै आँखाले नदेख्दासम्म हामीले केही भन्न मिल्दैन के अरे फेरि हाम्रो विश्वास पनि गर्दैन उसले यसरी हुँदै हुन्न यसलाई कसरी ठिक पार्नुपर्छ मलाई मात्रै थाहा छ भने किन मान्दिनस् त खुर्क म जे भन्छु त्यही मान नाइ मालिक बोलु मलाई मार्नुहोस् म मर्न तयार छु तर म हजुरको इच्छा पुरा गर्न सक्दिनँ बिन्ती छ के भनिस् तपाईँले भनेको त्यो काम बाहेक अरू जस्तोसुकै काम हलाउनु म गर्न तयार छु तर हेर मैले राम्रोसँग भन्छु यदि मैले भनेको मानिस भने तँलाई म रानी बनाएर राख्छु नत्र खरानी भन्छेस् ल भन तँलाई मैले अन्तिम पटक सोध्दैछु के गर्छस् को के भाउजू ए काली बाबु पो हुनुहुँदो रहेछ हजुर हजुर म त झपक्क निदाउन लागेको रहेछु अनि बाबु हजुर नसोचेर किन आउनु भएको त मलाई त कस्तो नै लागेन कि भाउजू त्यसैले एकछिन गफ गरौँ कि भनेर हे बाबु यति राति के को गफ गर्ने हो र उसै त हजुर र मलाई सबैजनाले शङ्का गर्छन् जानुस् ए भाउजू पनि म त एकछिन गफ गरेर जाने हो नाइ नाइ जानु सुत्नुस् निन्द्रा लागे पो सुत्नु त्यत्रो मान्छेको अगाडि मेरो बिज्जत भएको छ फल्नाको स्वास्नीले रक्सी खाने रहेछ भनेर त्यसैमाथि त्यत्रो गर्जना लिएर गयो साउनीले बुढा मैले माफी मागिसकेँ त अबदेखि रक्सी खाँदिनँ भनेर तैँले माफी मागेर मेरो गएको इज्जत फिर्ता आउँछ मलाई थाहा भइसक्यो तिमीहरू सबैजना मिलेर मलाई सकाउँदैछौ हे बुढा त्यस्तो होइन के अब जे नआउनु थियो भइहाल्यो भोलि बिहानै गएर त्यो गहना म जसरी पनि फिर्ता लिएर आउँछु अब तैँले भोलि ल्याएन भने तँलाई पनि म घरमा एकछिन पनि बस्न दिँदैन लखर दिन्छु बुझिस् ल्याउँछु के ल्याउँछु कति कराएको के तिमी ल ठिक छ म पनि हेर्छु नि त कतिखेर ल्याउँछ
ल बरी ल अब आजदेखि राम्रोसँग मिलेर काम गर्नुपर्छ है आमा नि बुढी भइहाल्नु भयो ओके दिदी ओके भइहाल्छ नि म त्यस्तो कहाँ गर्छु त के त्यही कहिलेकाहीँ आमाले हो कि न्यु खोज्ने त्यही पनि मलाई आमाको गाली त घिरो भए जस्तै लाग्छ त्यस्तै हो बुढाबुढी अब मिलेर काम गर्नुपर्छ हजुर हजुर भइहाल्छ नि अलि मजाले गर न के छुला कि जस्तो गरेको हातले ए चिलाउँछ के दिजु चिलाउँछ चिलाए कमाउने नि भाउजू अब झगडा नगर्नु भने पनि अब बोली त्यस्तै छ अलि मजाले गम गम दुई हातले उठाउ न त्यही त भनेको जसरी पनि भ्याउनै पर्छ त्यो आफूले गर्ने काम हो त्यो छुला कि जस्तो गर्छौ काम गर्दा नि तिमी अलिकति अल्छी गर्नुहुन्छ कि दिदी भाउजूले त भाउजू दिदी सावित्री बुइनी कमला आज त पूर्वमा त होइन पश्चिममा त घाम हुँदा कि क्या हो किन र बाबु के भयो र किन हुनु नि भाउजू आज त हाम्रो घरमा त निकै अचम्म देखिरहेको छु त होइन के अचम्म देखिस् त काले मसाने ध्वासेले अनि मेरो घर होइन के हाम्रो घर भन्न बहिनी कमला दिदी सावित्री भाउजू मलाई कस्तो खालको अचम्म लाग्यो भने बिहानै उठेर घरका चेलीबेटीले यसरी काम गरेको देख्दा त मनमा कस्तो छुट्टै किसिमको आनन्द आउने रहेछ कि आहा नित्य अब चाहिँ मेरी आमाले सुख पाउलिन् जस्तो छ स्याबास है स्याबास यसरी काम गर्नुपर्छ क्या ए काले हामीलाई मात्रै फुर्काउने होइन तैँले पनि के काम गर्नु छ जागर ए फेरि परा पास सुरजमा 8 भने गर्छिन् कि मेरी दिदी सावित्री त झन् मैले अबबाट काम गर्न पर्दैन कि भनेर फुर्काइरहेछु गएर जा काम गर पो भनेर मर्छिन् कौएनी ओइ काले मसाने ध्वासे काले कौवा त गाग्री लिएर खुरुक्क पात्रामा पानी लिन जा त भित्र एक थोपो पनि पानी छैन दिदीसँग धेरै ल्याङ गरे नबस भेट्छस् नि फेरि जान्न के गर्छस् धेरै बहिनी कमला मलाई धेरै नआए पनि तैँले हेप्छु के गर्छस् त काले मसाने ध्वासे काले कौवाले के गर्छस् भन्नु रहेछ के भने तैँले मलाई हान्ने गाउँको सपना देखिसक्यो होइन मेरा घरका मान्छेहरू साँच्चीकै सपनामा जस्तै उतेर काम गर्दैछन् कि सुतिरहन् क्यार्ने ल छिटो गरौँ है घरभरि मान्छे भएर के काम लाएर दोपहरसम्म सुतेर बस्छन् म बुढीले मात्रै भ्याइन के काम गर्न अब तपाईँहरू लाएर सक्नु पर्यो आमा के हो तेरो उठ्ने बेला भयो भात पाके छैन के अरे जा अझै गएर सुत एकछिन अहिले खाने बेला उठेस् आमा नरिसाउ न कति रिसाउँछौ के साँच्ची सुन न आमा के हो भन् साँच्ची के आमा म यति सुत उठ्ने मान्छे त होइन तर कस्तो सपना देखेँ अनि झसङ्ग झस्केर उठेको के सपना देखिस् त्यस्तो म मोरीको सपना देखिस् कि के हो शिव 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 आमा सामान नभने हानिदिउँ जाऊ फेरि आमा सब कुरा गर यो मर्ने कुरा नगर है म त भगवान्सँग यही प्रार्थना गर्छु तिमी भन्दा पहिला त म मर्ने हो भयो काले छोरा यस्तो कुरा नगर कि बिहानै अलक्षण लाग्छ घरमा अनि तिमीले किन यस्तो भनेको त मैले आज सपना देखेँ नि आमा भन्दा के सपना देखेँ छोरा भन्न भन्ने कि म मरेको सपना देखिस् क्या भन्ने बुढेमा भयो छोरा काले गल्ती भयो मबाट बरु भन् के सपना देखिस् र भन्दिन आज बिहान तिमीले मेरो मन डुबाएको छौ अब यस्तो हुन्छ है बोल्यो त पोल्यो भन्छन् त्यही पारा छ अब बुहारी छोरी अहिलेसम्म उठ्दैनन् कुकुर सुते यो जना दाना उठेको मन दुखायो भन्छ
आफू बुढी मान्छेले घरको काम भ्याइ नभ्याइ छ र यसरी खेतालालार गर्नु परेछ के गर्ने हो र त्यस्तो गर्नु मैले जान्छु ओहो बहिनी अन्त निकै रन्किन हिँड्नु भएको छ त कता हिँड्नु भयो बिहान बिहानै बाटै बाटो हिँडेको देख्नु भएन जता हिँड्यो नि तपाईँले के मतलब भनेर भन्नुहुन्थ्यो नमस्कार है दाजु नमस्कार नमस्कार म त आज अचम्म परेको के मसँग बहिनी किन यसरी बोल्नु हो भनेर होइन होइन दाजु तपाईँसँग किन त्यस्तो बोल्छु र हुन त अलिकति तनावमै थिएँ होइन के तनाव भयो के भयो र त्यही सुन्दै भदैनीको कुरा त होला नि होइन हजुर हजुर दाजु कुरा त्यही हो अहिले म जान्छु है अलि हतार छ कि मलाई ल ल हुन्छ हुन्छ बिरे बाबु जानु किन चाहेर जानु भनेको मान्नु भएन के अरे ताक्नु त हुन्थ्यो नि यति लाम्ली ताउनी गोदीमा धुतोमुतो छैन कुनै दिन यतो मेतो मिलाल मजाले ताक्नुला हुन्छ हुन्छ बिरे बाबु त्यो मजाले साक्ने दिन छिट्टै आओस् आ ताताउनी बरु हाम्रो गाउँको मान्छेहरू नि अनेक थरीका छन् बा नाचगान गर्ने रमाइलो गर्ने अर्खाली होइन अर्खाली सुनसान छ त घर त होइन ती त मजा लागेको क्या हजुर जेठाजु यता छु म त ढो गरे जेठाजु ले 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 बिहान बिहान कता हिँड्नु भयो र जेठाजु कहाँ हुनु नि यहीसम्म आएको कि तिमुरका घर आउनु हुन्न र अब त्यस्तो हो भने भन के अरे म तिमुरको घरमा पाइला नदिएको हुँला त्यस्तो केही पनि होइन कि जेठाजु कहाँबाट त्यस्तो हुनु बस्दै गर्नुहोस् म यति काम सक्छु र चिया पकाउँछु बस्दैन म बस्न आएको होइन म त तिमीहरूको निकै उन्नति प्रगति भएको छ अरे भन्ने सुनेर बधाइदिन आएको के सुन्नु भयो र जेठाजु त्यस्तो तिमीले जे गर्यौ त्यही सुने अनि कता गयो त तिम्रा तरुनी बोरिनी छोरीवारीहरू होइन कुरा के हो कि जेठाजु किन घुमाएर गर्नुहुन्छ र घुमाउने सुमाउने केही होइन कुरा सिधा छ त के हो तिजको दिन त निकै नाचगान चलेछ त यहाँ हजुर हजुर केटकेटीले रमाइलो गर्न रहर गरे ठुली छोरी पनि आएकी छ के अरे त्यसैले स्याबास स्याबास हो यस्तै गर्नुपर्छ मरिजाने जिन्दगीमा हजुर हजुर यही मरिजाने जिन्दगीमा यसो रमाइलो गरौँ भनेर अझ बुढी बोल्छौ बुहारी न छोरी झट्टी खाउले नि अहिले किन र जेठाजु के भयो र अझ के भयो भन्छौ यसरी छोरा मान्छे नभएको घरमा मान्छे जम्मा गरेर नाच्ने गाउने गरेको मलाई चित्त परेन ओहो जेठाजु कुरा त्यस्तो पो के कुरा गर्नु भइछ र तपाईले कति घटिया सोच विचार हो तपाईको आफ्ना मान्छे जम्मा भएर रमाइलो गर्दाखेरि तपाईलाई के भयो त के भयो कसो भयो किन भयो कहाँ भयो भनेर मसँग प्रश्न नगर आउने दिनमा यस्तो भयो भने राम्रो हुने छैन ओहो साउनी म त तपाईँलाई भेट्न तपाईँकै पसलमा जान थालेको थिएँ त लुखुर लुखुर गर्दै यतै आउनु बारे छ त होइन तपाईँले गर्नु खोजेको चाहिँ के हो गर्न चाहिँ के खोज्नु नि पैसा असुल नखोजेको नि तपाईँको हिसाब असुल गर्ने ठाउँ हो त्यो अहिले धेरै नबोल है तेरो मुख सुख स्याद दिम्ला साझा आउँछु भनेर किन नआएको ठिक छ म आउँछु भनेर आइन यो मेरो गल्ती भयो मुखले मात्र आउँछु भनेर भएन नि त खल्तीमा दाम पनि त हुनु पर्यो नि होइन र दाम नहुनेले कुकुरको मुठ किन घिच्नु पर्यो मुख सम्हालेर बोल है साउनी जब 2-4 हजार 1-2 महिनाको लागि उधार दिन नसक्नेले के खान पसल खोल्नु हो के रे व्यापार गर्यो भन्दैमा दुनिया गाउँका कुकुरनीहरूलाई मैले फ्रीमा रक्सी खुवाउँदै हिँड्नु पर्ने के रे मलाई कुकुरनी म तेरो रक्सी खाएर पैसा नदिने हाल्छु नि जब 45 म फेरि बना यो देखो पहिला 45 लागि 4-5 हजार ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि ल अब बेहुलाले बेहुलीलाई उचालेर ठाउँ सार्नुस् त हुन्छ पण्डित बा हुन्छ नानी चरे उचालेर ल ए माइला हजुर हजुर एउटा बेहुली उचाले ठाउँ सार सधैँ बुढेसकाललाई के बिहे गर्छु म यो त हाम्रो त अशुभ हुन्छ यस्तो लडायो भने त
के कुरा गर्नु भएको कि हजुरले पनि जेठी सासु आमा कस्तो शुभ र अशुभ हो र अब काकाले बोक्न सक्नु भएन होला लडाउनु भयो त यसमा के शुभ र अशुभ हो र अचम्म हो तैँले सिकाइरहनु पर्दैन मलाई यस्तो त मैले कति गरिसके जान्ने हुन्छ कति न काकी छोडिदिनुस् आज यस्तो रमाइलो दिनमा के झगडा गरेर बस्ने हो र अब बेहुलाले बेहुलीलाई जुठो खुवाउने बेला आएको छ ल जुठो खुवाउनुस् के खुवाउ पण्डित भाइ के दही भए त एकदम राम्रो हुन्थ्यो अब दही देखिन मैले ल केरा खुवाइदिनु न त ए बेहुलाले केरा खुवाउने जे सीताको त्यही भन्दै है पाउनले त ठिक्क भएछ ल बेहुली केरा खाने त केरा पापा पुगानी है त ल यसरी गोल्ने बेहुलाले बेहुलीलाई केरा खुवायो ल अनि बेहुलीले नलजाऊ सेलरोटी खानु पर्ने है त सेलरोटी रोटी छ रे काँचो थाहा छैन केरा पसला छ नलजाऊ किन नलजाऊ हेर लजाऊ अलि ताली बजाऊ अलि ठुलो खाऊ के ल एकचोटि फेरि ल अलि ठुलो खानुपर्छ गम यहाँ समातेर यसै समातेर समातेर मुखमा हाल न हो केरा भनिराखेको छ खानु पायो नि त भाउजू बुढेसकालमा म त बेहुला बने त हौ त्यही हो नि ओहो सुन्तेको बाउ खोइ त तिम्रो बुढी पैसा दिनु पर्छ भनेर आइनन् क्या जता गयो त्यता पैसा नबनाओस् आउने खुर्क दे मेरो गहना तिम्रो बुढीलाई रक्सी खाएको पैसा तिर्ने भन पहिला अनि बल्ल गहना लिएर जाऊ अरु कुरा मलाई थाहा छैन मेरो गहना देऊ धेरै नखराब है तिमी बाबा हजुरको कजनहरु त कस्तो हो के हाम्रो यस्तो शुभ साइडमा पनि झगडा गर्ने चिन्ता नगर न प्यार चिन्ता नगर म भन्छु के आज त मेरो नयाँ जिन्दगीको सुरुवात हुँदैछ यहाँ त्यो रक्सीको कुरा गहना बना के हो के झगडा गर तिम्रो बरु यो कुरा पछि गरौला रमाइलो तर्फ लागेर त आज एकछिनलाई कस्तो हुँदो रहेछ बुढो मान्छेको बेभइरहेछ यहाँ ल म पछि हेर्छु उसलाई ल नाचम अब ल नाच्ने अब ल नाचम ल गीत सुरु गरौँ अनि खोइ त कमला त खै कता गरे होला नि हिजो त त्यही बाधा भेटेर मैले कमलालाई भयो छाडिदिउँ हामी चाहिँ सुरु गरौँ ल सुरु गरौँ म बजाउँछु है हामी गीत आमा है पञ्चे बाजाले पुष्पाली त बाले बे गरे मजाले पञ्चे बाजाले गरे मजाले पञ्चे बाजाले यसपाली त बाले बे गरे मजाले हेर्दा कान्छीले सोले दाना काटिन मायाले कान्छीले सोले दाना काटिन मायाले हाम्रो बाजेले लिएको यो बोजेले हात दिएको सोले डाँडा काटिन मायाले आदुती बाटोमा तत्त मिले त पलाला तलुनी भेट्टाउन् अनि त्यहाँबाट मैले लक पनि पलोट घाम जस्तो चम्किलो जुन हुँदैन जति रुन परे नि मेरै काखमा रुमाया शत्रुले देख्ने गरी रुन हुँदैन कामतिर कोही भिलिङ्गीहरू आए त हुने हो आतन भनी त अब लापार लुपुर पाल्नुहुन्थ्यो नयाँ आए त हुने हो अब दतै नि लाग्नु लाग्यो
ताले दाइ आदु पनि ट्याङ्ग्री लगाएर बाटो हल्लाउँदै हिँड्ने त थाउ त यार भाइ आज त मैले ट्याङ्ग्री लाएन यार अनि तेल लगायौ त के लगाउनु यार बिरे भाइ हामीले सधैँ गएर पिउने टाइममा साउने रहेन छिन् अर्कै ठाउँ गएर कोटकोटे हालेर आएको यार कोटकोटे रे यो कोटकोटे भनेको चाहिँ के हो नि कोटकोट गर्ने कुखुराको माउ हान्यौ कि के हो यार भाइ बिरे मजाक नगर्नु यार कोटकोटे भनेको कुखुराको माउ होइन के त्यो पनि गाउँघरको लोकल जस्तै रौसी हो के रौसी भने पथाली यो कोटकोटे पनि लक्ठी त आइटमै पल्ट भाइ रौसी आइटम भित्रै पर्छ कि यो पनि हामी जस्तो पैसा नहुनेले खाने चिजहरू कोटकोटे भनेको छ अनि भाइ बिरे त कता हिँडेस् नि तता हुनु नि दाइ तिमीलाई खोज्नु हिँडे त आदु हाम्रो ताता त बेथ तिमीलाई म थङ्गै गाला यतो लमाइलो गलौँ भनेको तिमी त पहिल्यै मजाले लमाइलो गरेर हिँडी त तल त यार भाइ बिरे म त रौसी बिना त बाँच्नै नसक्ने भइसकेँ यार घरमा नि त्यस्तै वनमा नि त्यस्तै यता कुला नगलै काले दाइ यतै ताल हो भनी लक्ठी हामीले खानी होइन लक्ठीले त्यो उल्टै हामीलाई खाइला थ यार बिरे भाइ रक्सी खान हुन्न भन्ने कुरा त थाहा छ तर जिन्दगी के भयो भयो यार ल दाइ दल अब मजाले हालौँ बोल ताता त बे पनि सत्य होला म अब जान्छु होला झिम झिम जानु नाजिमका पारेली गुटुकै हुन्छुमा नयाँ जल गुन्छुमा झिम झिम सानो नाजिमका पारेली गुटुकै हुन्छुमा सानो नाजिमका पारेली गुटुकै हुन्छुमा हे लागेको छ साह्रै नै लाज त साह्रै नै लाज त राम्रै स्वागत हुने भो माया जल बुन्छु म झिम झिम सानो नाजिमका पारेली गुटुकै हुन्छु म लागेछ लाज भाउजू नाच्यो न नाच्छ रक्सी पनि थोरै मरै खाने हो र अलि थोरै खानु नि रक्सी पनि अरे जाने के गरे खानु नि हाम्रो जेठान त्यस्तो बुढा भएर एकदम राम्रो केटी बिहा गरेछ त्यसको खुसीमा टन्न खाइदिने फेरिमा खान पायो भनेर जत्त मनको खाने हो त रक्सी अब मलाई रक्सी खान कसले रोक्छ र तिम्रो बुढी खाए त मेरो बुढी के काम अहिले बुढीले नि त्यस्तै उधारो रक्सी खाएर पैसा नदिने बुढा पनि फेरिमा खान पायो भनेर आफैले धान्नै नसक्ने र खाने हो त हो सामी मैले खाए त तिमीलाई के मतलब आफ्नै गाउँले हो नि किन हुन्न मतलब तिमीलाई के भयो भने तिम्रो बुढीले उधारो खाएको रक्सीको पैसा कसले दिन्छ अनि अस्ति मेरो बुढीको गहना लगेको होइन पैसा नदिएपछि लानु परेन त ल भयो अब कुरा साउने त्यो अस्ति लगेको गहना छ नि तिमी अब राख मलाई चाहिँदैन गहना के रे के भनेको रे फेरि भन त अस्ति लगेको गहना छ नि त्यो तिमी नै राख मलाई चाहिँदैन साँच्चै हो साँच्चै त हो नि म कहिले बेला आएर अलि अलि टुटु खान्छु क्या
तिम्रो बुढीले खोज्यो भने के गर्नु त फेरि? बुढीले खोज्यो भने म जाने छु नि, म भनिहाल्छु नि त्यसलाई। साँच्चै हो? साँच्चै हो ल डन। फेरि भोलि गएर होइन भन्यो भने म त्यस्तो भन्दैन कहिले पनि। रक्सी त मनले खाने, यो सुन्केका बामाले रक्सी खान पायो भनेर जक्क मनको खाने, कति खान सक्ने रक्सी नि? ए साले मेरो बुढीको नाम नलै है, मलाई त फेरि एकदम कन्सेरी पार्दिन्छु नि। मैले बुढीको खाएको हो र म त आज खुसियालीमा खाएको, मेरो जेठानको बिहा गरेर मैले खाएको, बुझ्यौ? खान पनि आफूलाई सम्हाल्न सक्ने गरेर खानु पर्छ नि, यस्तो गाउँलेलाई दुःख दिने गरेर खाने रक्सी पनि। अब मैले खाए त तिमीलाई के खर्च हो? कस्तो कुरा गर्छ हामीले पनि। गाउँ ठाउँको केही भयो भने गाह्रो हुन्न। रक्सी पनि जत्त मनले खाने भए सुन। अब के गर्ने, अब बल्ल त खाएको छु। मामालाई यो माइजू लिएर हिँड्यो कि के हो? त्यस्तो होइन है बुढी बाबु, बाजेको बिहेमा गएको यो सुन्देको बाउले तन मनले रक्सी खाएछ आफूलाई सम्हाल्न नसक्ने गरेर, घरसम्म पुऱ्याइदियो कि भनेर आएको हो नि। भान्जा बिरे मैले अलिकता मात्रै खाएको के, नभए त म खाँदैन नि कहिले पनि। यस्तो बुङबुङती गनाउने गरी खाल हिँड्ने त थान, अत म थान्न नि भन्दा बाबु बिले भनेर हो त। तिमी ताउनीले त्यहाँ तिमीले हिँड्ने ती त यस्तो दोलेलाई। बुढी साई नआएको रहेछ बिहेमा, अनि कसले दोहोऱ्याएर ल्याइदियो? यस्तो मैले दोहोऱ्याएर ल्याएको नि, हल्लिँदै आएको थिएँ एक्लै। अति तिमीले त्यो इनको ल माइदु त्यो गना पनि लाग्यौले, यताउता पनि गल्यौले, माइदुले पैसा दिन भनेर बुलाई उडाउन लाग्यौ कि के हो ताउनी? त्यसो होइन के भान्जा, त्यसो होइन। मैले छ नि त्यो अस्तिको गहना छ नि, यही साउनीलाई दिए। अब म त अब अनि म कहिले यति रक्सी खान्छु क्या। ए लट्ठीमा गना थापाइदियौ? दिए मैले। आमा अनि तुना त मामा भन भान्जा, तिमीले यो ताउनीलाई घरमा लिएर हिँड्ने त हो? ए यो बिहे बाबु मैले लिएर आएको नि उहाँलाई, ए हल्लेर यस्तो भएको त देख्नुहुन्न? आँखा फुट्यो क्या? के भन्छ यो बिरे भान्जाले त। ल साउनी जाऊ अब, आत्तेरिका। अहिले हानिदिन्छु अनि मामा न तामा मुला आलु गयो नि। अब 5 रुपियाँ दिन्छन् ती भनेर भताम भने त दिए लालै पर्यो। के भयो तँलाई? काकाको बिहामा आइज है भनेर छोडेको तँलाई के भयो? कसले थुनेर राख्यो? किन रोएर बसेको होला यो? के भयो? कसले थुनेर राखे भित्र? के भयो बहिनी भन् त तँलाई? यसलाई त निकै गाह्रो भयो जस्तो छ। बुहारी, ए बुहारी। हजुर। पानी लिएर आऊ त। कस्तो होला कि अचम्म मान्छे पनि पानी त आफै खान सकिहाल्छ नि, यहीबाट मान्छेको थकै लगाएको छ। खानु सुन्नुहोस् त, लिनुहोस् ल पानी खान नि। भन्ने होइन, रोको रोइ। ल भन् त बहिनी, तँलाई कसले थुनेको? कसले हुनु नि दिदी? आमा र दिदी गइसकिन्, यी भाउजूले के ल्याङ गरेर बस्यो भने यार। भाउजू यसो कतै जाने बेला भयो भने लिपन पोतन गर्नुपर्छ, उसको थुतुने फेरि जति पोते पनि त्यही हो। भाउजू, ए भाउजू। के भयो? किन हो यतिकै भुक्दै?
किन हुनु नि ढिला भयो के भाउजू बनाउँथे ढिला भयो खुरखुर गयो भइगयो नि त कसले त भुते बस्नु भने त तपाईँ धेरै मुखमै नलाग्नु है यसो कतै बाहिर जाने भन्ने सुनेपछि त अनारमा 10 थरी लिपेर बस्न पर्छ होइन कहिले यसरी घर लिपेको रेकर्ड छ हेर न त्यहाँ आफूलाई ठुल्सा बोल्नु तर्के यही अहिले झ्याममा हान्नेछु अनि चुप लाएर हिँड्नु धेरै ठुलो कुरा नगर्नु गएर ढोका लगाएर हिँड्नु जानु जाउँ ए के गरे के भाउजू ढिलो भयो के ढिलो भयो हिँड्नुहोस् न हिँड्नुहोस् ढिलो भयो के गरे ढिलो भयो के हिँड्नुहोस् के गरेको भने भाउजू मेरो टाउको जति गरे नहुने मान्छे मेकअप गर्दैछ बेबेदामा चट्ट पर जानु पर्यो नि कति हल्ला जा ढोका पनि रिस उठाउने भनेको मेकअप सफा गरे छैन अब जाने हो मेकअप गरेर आफू चिटिक्कै भएर भाउजू भाउजू ढोका खोल्नु न भने के गरे हो भाउजू ए भाउजू जले काका उपैमा गएर कति धेरै रमाइलो गरौँला भनेर बसेको त छैन ढोका लगाइदिएर मरी भाउजू खा मरी होला नपत्सरी कोसँग चट्किन गइसक्यो फेरि भाउजू ए यो नकचरीले पो मेरो बहिनीलाई थुनेर गयो कि आज यसको जगल्टाले दुःख पाउने भयो जान्नु त परिहाल्यो नि यार उमेर हुँदासम्म पनि नजानेर भयो त हो न भान्जा नमस्ते 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 के हो तिम्रो पारा पारा रे कहाँ देख्नु भयो मामा पारा नभएपछि नपारा बास म त बेसारा भान्जा तिमीले रक्सी खाएको बक्सी लगाएको रे म त नबक्सी नजाग्रे ए भान्जा तिम्रो खुस्कियो मामा बेला बेलामा यो जाँगेको तुना फुसिरहन्छ अनि मैले कसिरहन्छु के ए भगवान रक्सी खाएर यस्तो चाला छ भान्जाको के कुरा गरौँला भनेको मरौँला भनेको रे मामा तिमी मरे हुन्छ बाँचेर खासै यो धरतीमा काम छैन तिम्रो चुप तिमीसित धेरै कुरा गर्नु छ तिमीलाई मैले जानेछु हजुरले जान्नुहुन्न कि बाबा हजुरलाई म सिकाउँछु अब बेबी भन्नुपर्छ है के भन्यो रे लेबी भन्ने रे ए बाबा लेबी होइन कि बेबी भनेको भनिसो त एकचोटि बेबी वाउ कस्तो राम्रो सुनिएको नि नाइस ल ल ल ल भइहाल्छ नि मैले नजानेको सबै कुरा सिकायो है भइहाल्छ नि बाबा बिगर्दै दिन बाबा भयो कि क्या बाबा पो भन्छ नि त कस्तो घिनलाग्दो कुरा गर्छिन्छ के फेरि हजुरले त लाजै लाग्ने साँच्ची बेबी सुन न तिमीले मलाई कसरी यति धेरै माया गर्न पुग्यौ के फेरि म त भर्खरको उमेरको मुन्सी पनि होइन हेर त दारीजुङ्गा फुलेर दाँत पनि झरेछ बाबा पनि कस्तो मुडा फुने कुरा गर्छिन्छ के यो मायामा रूप रङ धन सम्पत्ति अनि जातभात केही पनि हेरिँदैन के बस त्यो मनसँग यो मन मिले भइगयो नि मेरो बाबा फेरि लेबी भन्नुहुन्छ के पुक्क परेर रिसाउन पर्छ नरिसाउन बेबी सरी कि सरी आई एम फर जोकिङ यु आर हियर लुकिङ ल ल बेबी सुन न जाऊ ड्रेस फेर फ्रेस भएर आऊ अझ के हो थाहा होला नि थाहा छ मलाई सबै थाहा छ के सबै थाहा छ भनेको के दिदी के थाहा हुनु नि त्यो काले मसानी दसे रक्सी घोक्न त गएको होला नि किन र दिदी काले दाई माइलबाको बेमा गएको थिएन र कहाँ जानु नि कहाँ रक्सी खाएर फिटन भएर लडिराखेको होला नि ए हो र दिदी म त झन् घरको सबैजना गएर रमाइलो गरे होला नि भनेको त भर्खरै बिहे गर्ने उमेर भएको मान्छेले बिहे गर्न लागेको भए जताबाट नि जान्थ्यो होला बुढेसकालमा मर्न लागेको मान्छेले बिहे गर्न लागेको के जान्थ्यो साँच्चै दिदी हाम्रो माइलाबाको दुलै कस्ती रहेछन् खासमा मलाई त कति बेला भेटौँ जस्तो भइसक्यो
कस्तै हुनु नि त्यस्तो मर्न लागेको बुढोलाई भर्खर कि कली स्वर्गकी परी जस्तै केटी छे यसो हेर्दा त जस्तै छ त्यस्तो बुढो मान्छेलाई म जस्ती भर्खर कि राम्री केटीले के देखेर हेरिन् होला आँखा फुटाइ थियो क्या हो यो सबै पैसा र बैँसाको खेल हो के नानी माइला बाउलाई चाहिएको बैँसा त्यो नानीलाई चाहिएको पैसा मतलब केही होइन त सानै छस् बिस्तारो बुझ्छेस् रात छिपिसक्यो जाम सुत्ने जाम बाबा बाबा उठिछ न बाबा बाबा उठिछ न भनेको यत्रो धेरै बोलाइसक्यो उठ्दै उठ्छु बाबा उठिछ न के हजुरलाई मैले चिया लिएर छु फेरि सेलाएपछि चिया मिठो हुँदैन नि बाबा चिया किन मिठो हुन पर्यो त नि मेरो बेबी मिठो छँदैछ नि होइन ए बाबा पनि के गर्छिन्छ बिहान बिहानै घाम डाँडामाथि आइसक्यो बाहिर गएर छिटो फ्रेस भएर आइसो त म खाना बनाउन जान्छु जानु त जाऊ जाने बेलामा देऊ न एकचोटि तिम्रो गालामा चुम्मा खान पाए त मेरो दिनै कस्तो राम्रो हुन्छ भने बाबा पनि कस्तो कुरा गर्छिन्छ कि अहिले यहाँ कोही मान्छे तपाईँलाई र मलाई हेर्न आउलान् रे अनि यस्तो अवस्थामा देख्दा के सोच्छन् जेसुकै सोच्छन् त अरूले के सोच्लान् के भन्लान् कसो गर्लान् कहाँ जालान् के गर्लान् भनेर हामीले बिहे गरेको र आखिर मेरै बुढी त हो नि यस्तो भनेर कहाँ हुन्छ त बाबा अलिकति हामी समाजको नजरदेखि पनि डराउनु पर्छ के त्यही माथि त नयाँ दुलै हिजो भर्खरै बिहे गरेर आएको कोही मान्छे मलाई झ्याप्प भेट्न आउलान् रे अनि के गर्ने के सोच्लान् हामीले अलिकति सोच्नु पर्दैन हजुरले कस्तो कुरा गरेको ल्याले म तिम्रो कुरामा सहमत भएँ ढोका बन्द गरेर आउने त त्यसो भए एकछिन बिहान फेरि ढोका बन्द चाहिँ किन गर्ने नि ल गएर फ्रेस भएर आइसो म खाना बनाउँछु हजुरको लागि हुन्छ हुन्छ के पकाउने आज के खाइसिन्छ भन्छ त आज मैले अब सुरुमा त चुप्प खाने भनेको दिसेन हजुरले के खाने होला त मैले भन्दा पनि नयाँ बेबीले चोइस गर्नु पर्यो नि त बाबा सुन्छु न आज बरु हामी बाहिरबाट मगाएर खाऊँ न खानेकुरा भइहाल्छ नि मैले भन्नु खोजेको त्यही हो कि खासमा पैसा त चिन्दै नगर पैसा मैले भन्नु खोजेको त्यही हो बाहिरबाट मगाउने चट्ट खाने आराम गर्ने अनि त्यसपछि गर्ने घुम्न जाने घुम्न पनि लग्छिन्छ भन न म के गर्छु नि ल भइहाल्छ नि त्यसपछि हजुर गएर रेडी हुँदै गरिस् म पनि रेडी हुँदै गर्छु हुन्छ अनि निस्किमला है
के भयो बहिनी छैन नामा हुन त केही भएको छैन कि दिदी सुन्नु न म माइला बाको बेहुली हेर्न जान्छु नि है पर्दैन खुरुकुन घरको काम गर घरभरि काम लथलिङ्ग छ दिदी एकैछिन फेरि गएर आइहाल्छु पर्दैन भनेको सुनिनस् दिदी जान्छु कि बरु अहिले आएर सबै काम म आफै गर्छु नि गरेको गरै हो तिमीले माया तिमीले भन्दा धेरै माया त मैले नै गर्छु ल म यता घरमा छु धेरै कल गरेको गरै गर्ने होइन नि त्यहाँ टाइम मिलाएर म आफै कल गर्छु बाई हेर न बाई भन्दै गई भनेको त कसैले नि टेर्दैनन् के गर्ने होला म त तपाईँले त्यही गर्नु पर्दैन के यति लाम्ली ताउनी दम्मै म गल्छु आते आइ बडा तपाईले के गर्ने भन्नु भएको या बिटी बाबु के गर्ने भने त ताउनी मै आफै बिल्थे त जति बितिको अचम्मको या हाम्रो बिरे बाबु त ताउनी यति लाम्ली ताउनी मलाई कस्तो अचम्मको देख्नुभयो के कस्तो खालको भन्नु है जस्तो भयो नि हाम्रो बिरे बाबु त साह्रै राम्रो लाग्छ है ह्यान्डसम लाग्छ ओहो होला ताउनी अब ती त्यही होला जस्तो छ है मेरो किन हो या बिरे बाबु यति जाति बिटी खुसी भएको किन हुनु नि यति लाम्ली ताउनी आधुथम्म मलाई कतैले यस्तो ह्यान्डसम लाम्लो भनेकै थिएन त्यही भला म यति खुसी बाटो ताती ताउनी तपाईँ मान्छे मात्रै लाम्ली होइन गीत पनि मिठो गाउनुहुन्छ मैले सुने त तपाईँ गाउनु म उठेला एक फन्का नाच्छु ल गाह्रो राम्रो गाउँदो बिरे बाबु यसो लग पालेही मात्र हो या ल ताउनी तुलु गली जानु त ल हेर्दा हेर्दा कान्छीले सोले दादाका तिन मायाले हेर्दा हेर्दा कान्छीले सोले दादाका तिन माया म गाउँछु कि तपाईँ नाच्नु ल होइन तपाईँ नि नाच्नु हेर्दा हेर्दा कान्छीले सोले दादाका तिन मायाले हेर्दा हेर्दै 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 कान्छीले सोले दादाका तिन मायाले ओहो भान्जी ओहो मामा नमस्कार नमस्कार अनि कता हिँड्नुभयो त माइला बाको बेहुली माइली आमा हेर्न जान लाग्यो के मामा ए हिजो बिहामा किन आउनु भएन हामीले कति रमाइलो गरियो सबैजना बिमा गएर रमाइलो गरेर पनि के गर्नु र मामा घरको काम पनि गर्नै पर्यो फेरि त्यति धेरै वस्तु छ घरमा भोकै राख्ने कुरा पनि भएन म त घाँस काट्दै बसेको हिजो दिनभरि त्यो पनि हो हाम्रो भान्जी साह्रै ज्ञानी हुनुहुन्छ ल मामा जान्छु है त के रे भान्जी खान्छु रे खान्छु भनेको होइन कि मामा जान्छु भनेको ए ल हस् ल है ताता ताती आलु तपाईँ आलुलाई वैवाहिक जीवनको हालिक लान्दाली छ तपाईँहरूको जीवन फल हो त फुल हो त ढुङ्गे हो त मल हो ए नै छ मेरो वैवाहिक जीवनको शुभकामना यही मुलाई के बोले बोल्ने ढङ्ग छैन नबोल अनि मैले के नै भने ल त्यही वैवाहिक जीवनको शुभकामना त दिएको हुने त्यति चाहिँ आन्दोलन आमालाई भनिदिन्छु अब शुभकामना दिने ठाउँमा हार्दिक श्रद्धाञ्जली भन्दै आएपछि सर्कन त भेटिहाल्छ नि बाबु कस्तो कुरा गर्नुभएको है बाबा ताती ताताले ल्याएपछि त तातिनी त भन्नु पर्यो नि मैले भन्नु खोजे त ती लाम्लै हो दिप्लो त के गर्नु त जिब्रो चिप्लेको होइन हेर के त अलिक बढी उटपटाङ गर्छस् के तेरो बानी थाहा छैन र मलाई ए बाबा भयो कि छोड्दिछु बरु म नआउँछु मेरो ढाड मार्दिछु न हिँडिछ छिटो लाम बितितला थाहै तन्ता मन्नी बेला हल्लियो तात्लो